यो भिडियो सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको लागि। यहाँले अस्ति राष्ट्रको नाममा सम्बोधन गर्दाखेरि पछाडि लिपुले कालापानी लिम्पियाधुरा सहितको निशान छाप खै भन्ने यति बेला आम नेपाली यहाँलाई प्रश्न गर्न चाहन्छ। यसो त्यही लिपुले कालापानी लिम्पियाधुरा सहितको नक्साको लागि नेपालीहरू सडकमा आएका होइन। हिजो त्यही लिपुले कालापानी लिम्पियाधुरा सहितको नक्साको लागि दुवै सडक र सदन तातिएको होइन। नेपालीको अस्मितासँग जोडिएको विषय होइन। हिजो सम्बोधन गर्दाखेरि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा हुन् या केपी ओली या प्रचण्ड, सबैले सम्बोधन गर्दाखेरि या मन्त्री परिषदको बैठक बस्दाखेरि पछाडि नेपालको नक्सा अर्थात् भनौँ लिपुले कालापानी सहितको चुच्चे नक्सा राख्ने गरिन्थ्यो। तर यहाँले अस्ति सम्बोधन गर्दाखेरि चुच्चे नक्सा राखिएको अवस्था देखिएन। यो यति बेला 3 करोड नेपाली जनताहरू यहाँलाई प्रश्न गर्न चाहन्छन्। आज हामी नेपालीहरूको अस्मिता लिपुले कालापानी लिम्पियाधुरासँग जोडिएको छ। नेपालीहरू हरेक चिजसँग कम्प्रोमाइज गर्न सक्छन् र राष्ट्र र राष्ट्रिय भावनासँग कुनै पनि किसिमको कम्प्रोमाइज गर्न चाहँदैन। र म यति बेला प्रश्न गर्न चाहन्छु काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहलाई पनि। हिजो तपाईले आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्नु भएको होइन? त्यो ग्रेटर नेपालको नक्सा राख्दाखेरि सारा नेपालीहरू खुसी भएका थिए। सो आज सामान्य प्रधानमन्त्री सुशीला कार्कीले त्यो नक्सा नराख्दाखेरि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको राष्ट्र राष्ट्रियता भावना कहाँ गयो भन्ने यति बेला प्रश्न गर्नुपर्ने बेला आइसकेको छ। तसर्थ म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु हाम्रो नेपाल सरकारलाई, मन्त्री परिषदलाई, तपाईहरूले नेपालीहरूको राष्ट्र राष्ट्रियतासँग खेलवाड नगरिदिनुहोस्। यो प्रश्न गर्ने हो। नेपालीहरू प्रश्न गर्न चाहन्छन् र सरकार त्यति बेला सुशासन भएको हामीले महसुस गर्न सक्छौँ जब सरकार जवाबदेही हुन्छ। सरकार जवाबदेही भएपछि नेपालमा सुशासन कायम हुन्छ। यो आन्दोलन जेनजीहरूको जुन आन्दोलन भयो र त्यो आन्दोलनको जगमा यो सरकार आएको छ। तर आज त्यही सरकारले राष्ट्र र राष्ट्रियको भावनासँग खेलवाड गरिरहेको भन्ने हामी युवा पुस्ताले महसुस गरेका छौँ। तसर्थ म सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीजीलाई भन्न चाहन्छु, तपाईँ त सर्वोच्च पूर्व प्रधान न्यायाधीश पनि हुनुहुन्छ। नेपालको विधिको शासन यहाँले राम्रोसँग बुझ्नु भएको छ। हामी कानुनी राज्यमा छौँ, हामी विधिको शासन चाहन्छौँ र त्यही लिपुले कालापानी लिम्पियाधुरा सहितको नक्सा सदनबाट पास भएको हो र सदनबाट पास भएको कुरालाई यहाँले कुनै पनि हालतमा कसैको इसारामा त्यो नेपालको लिम्पियाधुरा लिपुलेक र कालापानीको नक्सा सहितको निशान छाप हटाउने यहाँलाई कुनै पनि किसिमको अधिकार छैन। सिधा कुरा, प्रष्ट विचार, यो चुनावी सरकार हो। तपाईहरूको काम भनेको स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउने हो। तसर्थ म पुनः एकचोटि यहाँलाई निवेदन गर्न चाहन्छु, नेपालको राष्ट्र र राष्ट्रियतासँगको खेलवाड कदापि नगरियोस् भन्ने पनि यहाँलाई म निवेदन गर्न चाहन्छु। हस्त, धन्यवाद।